हेलो गाइज, वेलकम ब्याक टु आवर न्यू भिडियो। आशा गर्छु तपाईहरू सबै सन्चै अनि आरामै हुनुहुन्छ। आज म यो भिडियोमा पिट 11 को बारेमा कुरा गर्नेछु। पिट 11 भनेको के हो, यो किन आवश्यक छ, यो कसले भर्नुपर्छ र यो कसले प्रोभाइड गर्छ र यो पिट 11 भर्नै पर्छ अनि तपाईले अथवा कसरी भर्ने, अनि पिट 37 कसरी बनाउने, अनि पिट 0 र बच्चाहरू छ भने बच्चाबाट कसरी पैसा पाउने, यो सबै जानकारीहरू यस भिडियोमा म तपाईहरूलाई दिनेछु। सो यो भिडियोलाई तपाईले लास्टसम्म हेर्नुहोस् र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। पिट 11 भनेको एउटा डकुमेन्ट हो जुन पोल्यान्डमा तपाईहरूको इम्प्लोयमेन्ट अथवा तपाईको कम्पनीले प्रोभाइड गर्छ। यो फेब्रुअरी लास्टसम्म मतलब फेब्रुअरी 28 भित्र तपाईलाई प्रोभाइड गर्नुपर्छ। इफ गरेन भने तपाईँ अफिसमा इन्फर्मेसन लिन सक्नुहुन्छ। प्लस अब यो इन्डिङ कति बेलासम्म भर्न सक्नुहुन्छ, मार्च अप्रिल लगभग 30 सम्म तपाईले यो पिट 11 भरेर पिट 37 बनाएर अथवा पिट 0 पनि बनाएर तपाईले भर्न सक्नुहुन्छ। अनि यो पिट 11 तपाईको कम्पनीले प्रोभाइड गरिसकेपछि तपाईले यसलाई लिएर ट्याक्स अफिस गएर पनि त्यहाँबाट तपाईले पनि भर्न सक्नुहुन्छ। बट आज म यस भिडियोमा तपाईहरूलाई गुड न्युज दिन्छु कि आज म तपाईहरूलाई अनलाइनबाट kodotki.government.pl बाट म तपाईले कसरी भर्ने अथवा इपिटीबाट कसरी भर्ने, अनलाइन एप्लिकेसन अथवा वेबसाइटबाट कसरी भर्ने भन्ने जानकारीहरू पनि म दिनेछु। सो यो भिडियोलाई तपाईले अब म स्क्रिनमा देखाउने छु कसरी भर्ने, सबै प्रोसेस बाई प्रोसेस। सो तपाईले हेर्नुपर्ने हुन्छ। अब म यहाँ स्टेप बाई स्टेप यो पिट 11 फर्म कसरी भर्ने सिकाउन जाँदैछु। फर्स्ट अफ अल तपाईको कम्पनी अथवा एजेन्सीले प्रोभाइड गरेको पिट फर्म तयार गरेर साइडमा राख्नुहोस् र अरू डकुमेन्टहरू पनि रेडी गरेर राख्नु होला। त्यसपछि तपाईको मोबाइलमा भएको प्ले स्टोरमा गएर इपिट डाउनलोड गर्नुहोस् अथवा गुगल क्रोम ब्राउजरमा गएर epit.pl गर्नुहुन्छ भने त्यहाँ 3 डट क्लिक गरेर इङ्ग्लिसमा ट्रान्सलेट गरेर आफै पनि भर्न सक्नुहुन्छ। बट तपाईहरूलाई म यहाँ इङ्ग्लिस र पोलिस दुइटैमा गरेर सिकाएको छु, सो तपाईहरूले सजिलो हुन्छ। म एप्लिकेसनबाट सिकाउँदैछु र तपाईले यो एप्लिकेसन आइफोन र एन्ड्रोइड दुइटैमा डाउनलोड गर्न मिल्छ र तपाईले सुरुमा यसमा आफ्नो जिमेल लगइन गर्नुपर्ने हुन्छ। अनि तपाईले जिमेल एड गरिसकेपछि तपाईको डिस्प्लेमा यसरी आउँछ र पेन्सिलको आइकनमा क्लिक गर्नु र अथवा यहाँ तपाईले क्लिक गरेर पनि तपाईले स्टार्ट गर्न सक्नुहुन्छ। यहाँ इन्ट्री भइसकेपछि तपाईले ध्यान दिनुपर्ने कुरा के हो भने इन्डिभिजुअल गिभिङ अ स्टेटमेन्ट नेक्स्ट गरेर सिम्पली क्लिक गर्नु होला। नयाँ हुनुहुन्छ भने यसरी नै भर्न सक्नुहुन्छ। अब तपाईँ म्यारिड हुनुहुन्छ अथवा सिङ्गल हुनुहुन्छ भने पनि इन्डिभिजुअल गिभिङ अ स्टेटमेन्ट नेक्स्ट गरेर नै भर्ने हो। जस्ट इन्फर्मेसनको लागि इन्डिभिजुअल को तल हेर्न सक्नुहुन्छ। टुगेदर विथ योर स्पाउस, तपाईँको हस्बेन्ड अथवा वाइफ सँगै हुनुहुन्छ भने यही पोलेरमा यो गरेर पिट 11 फर्म भर्न सक्नुहुन्छ। र थर्डमा पनि त्यस्तै छ। फोर्थमा हेर्न सक्नुहुन्छ फर सिङ्गल प्यारेन्ट। यो भनेको तपाईँको अब कोही हुन्छ बच्चा छ तर हस्बेन्ड छैन, बच्चा छ तर वाइफ छैन भने उहाँहरूले सिङ्गल प्यारेन्ट हुनुहुन्छ भने उहाँहरूले यहाँ क्लिक गरेर इन्डिभिजुअल नगरेर यहाँ फर सिङ्गल प्यारेन्टमा क्लिक गरेर गिभिङ अ स्टेटमेन्ट गरेर तपाईँहरू नेक्स्ट सिम्पली क्लिक गरेर भर्न सक्नुहुन्छ। इफ कसैले अब मिस्टेक गरिसक्नु भएको छ भने उहाँहरूले गिभिङ स्टेटमेन्ट नगरेर करेक्सन अफ टेस्टमनी गरेर अनि मिस्टेक छ भने अब त्यसले करेक्ट गर्न सक्नुहुन्छ र इन्डिभिजुअलको इन्डिभिजुअल नै गर्नु होला। बट यहाँ म नर्मल तपाईँहरूलाई सिकाउन जाँदैछु। इन्डिभिजुअल गर्नुहोस्, गिभिङ अ स्टेटमेन्ट गर्नुहोस्। तपाईँ म्यारिड हुनुहुन्छ अथवा तपाईँ सिङ्गल हुनुहुन्छ भने पनि यही नै क्लिक गर्नु। नेक्स्ट गरेपछि तपाईँले यहाँ फर्स्टमा पेसल र तपाईँको थर लेख्नुपर्छ, तपाईँको कास्ट, त्यसपछि तपाईँको फर्स्ट नेम र मिडल नेम एउटैमा गरेर लेख्नु होला। त्यसपछि तपाईँको डेट अफ बर्थ। यसैको हल्का तल आउनुहुन्छ नि जिप कोड पब्लिक सिप, यिनीहरू भर्नको लागि पिट 11 फर्मको यो तलको सबै लगेर खाली ठाउँमा त्यहाँ भर्नु होला नातिकन। र त्यसपछि तपाईँले ध्यान दिनुपर्ने कुरा 23 नम्बरको जुन सर्च बार देख्दै हुनुहुन्छ यहाँ क्लिक गरेपछि तपाईँको स्ट्रिट आउँछ, त सडक भन्नुहुन्छ भने खासै तपाईँको लोकेसनमा केही फरक पर्दैन। र अब यहाँ तपाईँको ट्याक्स अफिसको लोकेसन दिन्छ, कुन अफिसमा तपाईँको ट्याक्सहरू पे गरेको छ। त्यसपछि सिम्पली नेक्स्टमा क्लिक गर्नु। यहाँ आइसकेपछि तपाईँको नेम र पेसल
डिटेलहरू दिन्छ र तपाईँले पिट 11 गरेर नेक्स्ट सिम्पली गर्नुपर्छ। यो पेजमा आइसकेपछि 1 र 2 नम्बरमा के भर्नुपर्छ। 1 नम्बरमा तपाईँले भर्नको लागि पिट 11 मा भएको बी नम्बरमा भएको तपाईँको एजेन्सी अथवा कम्पनीको नाम त्यहाँ सिम्पली लगेर लेखिदिनु जे छ त्यही, र 2 नम्बरमा नथिङ वाज सेलेक्टेड गरिदिनु। यो गरिसकेपछि यसैको तल सोर्स अफ इन्कम छ, यसलाई पनि हामीले फिलअप गर्नुपर्छ। यो रातो घेरा लगाएकोमा क्लिक गर्नुहोस् र खाली ठाउँहरू यसरी नै आउँछ। यो खाली ठाउँमा जे छ पिट 11 फर्मको सेकेन्ड पेजको सबै जुन नम्बरहरू छ एउटा नछुटाइकन सबै नम्बर भएको 0.00 छ त्यो इम्पोर्टेन्ट छैन, तर अङ्क भएको सबै भर्नुपर्छ जुन नम्बरमा जे जति छ नम्बरहरू। एउटा पनि नम्बर नछुटाइकन भर्दै जाँदा लास्टमा जब आउनुहुन्छ 122, 123 यहाँ पनि कहिले कसो त्यहाँ पिट 11 मा 0 भइदिन्छ, कुनैमा नम्बर भइदिन्छ। नम्बर छ भने नम्बर भरेर चाहिँ सेभ गर्नुपर्छ, 0 छ भने 0 भरेर 122, 123 मा चाहिँ भर्नुपर्छ। नत्र भने सेभ गर्दाखेरि यसरी नै 95, 96, 97, 122 यस्तै दिन्छ। अब जुन यो इन्फर्मेसन हो यो मोडिफाई मतलब यो भर्नै पर्ने हुन्छ यहाँ सेभ गर्दाखेरि, जब सेभ हुँदैन। अनि त्यही भएर अब फेरि अब पिट 11 मा हेर्ने त्यहाँ 0 छ भने फेरि यहाँ पनि अब 95, 96, 97, 122 यिनीहरूमा 0 छ भने 0 नै भरेर बल्ल सेभ हुन्छ। इन्कम सोर्सको सबै नम्बरहरू भरिसकेपछि सेभ गर्दा फेरि यो पेजमा आउनुहुनेछ। यहाँ सिम्पली तपाईँले नेक्स्ट गर्नुहोस्, पिट 11 मा क्लिक नगर्नु होला, सिधै नेक्स्टमा क्लिक गर्नु। यो मेन पेजमा आइसकेपछि तपाईँहरू नहात्तिनुहोस्, जसको पनि बच्चा छ म तपाईँहरूलाई बिस्तारै भर्न सिकाउने छु। फर्स्ट अफ अल हामी यहाँ सिङ्गल भर्दैछौँ, रिलाइ फर रेसिङ चिल्ड्रेन, बच्चा हुर्काउनको लागि जुन गभर्मेन्टले पैसा दिन्छ त्यो म पनि भर्न सिकाउने छु तपाईँहरूलाई। फर्स्ट अफ अल हामी सिङ्गल भर्दैछौँ, हामी तल आउनेछौँ र नेक्स्ट गर्नेछौँ। यहाँ तपाईँहरू सबै हेर्न सक्नुहुन्छ, इङ्ग्लिसमा नै छ, सबै पढ्न सक्नुहुन्छ। यो पेजमा आइसकेपछि तपाईँले सिम्पली केही पनि नगरिकन नेक्स्टमा क्लिक गर्नु होला र तपाईँको यो पेज खुल्छ। यो पेज चाहिँ मेन हो, यसमा तपाईँले एकाउन्ट नम्बर हाल्नुपर्ने हुन्छ र एकदमै राम्रोसँग एकाउन्ट नम्बर रिचेक गर्दै तपाईँले हाल्नु होला, किनकि यसैमा नै पैसा आउँछ। त्यसपछि नेक्स्ट पेज खुल्छ यस्तो। यो पेजमा पनि तपाईँले केही नगरिकन नेक्स्ट गर्नु। नेक्स्ट गरेपछि यो पेजमा आउनुहुन्छ। यो पेजमा आइसकेपछि तपाईँले हेर्न पाउनुहुन्छ तपाईँको पैसा के कति आएको छ। ग्रिनमा छ भने यहाँ तपाईँ हेर्न सक्नुहुन्छ तपाईँको यो पैसा आएको, तर यसरी रेडमा आयो भने तपाईँले कहिले कसो गभर्मेन्टले दिनुपर्ने हुन्छ। कहिले कसो कस्तो हुन्छ भने यहाँ 0-0 भइदिन्छ, न हामीले दिने हो न लिने हो। त्यसपछि सिम्पली तपाईँ तल आएर नेक्स्टमा क्लिक गर्नु। गाइज यो पेजमा आइसकेपछि तपाईँले एकदमै ध्यान दिनुपर्ने हुन्छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ तपाईँको डिटेलहरू सबै देखाउँछ, जिमेलहरू सबै, अनि सेन्ड इ डिक्लेरेसन। फर्स्टमा यहाँ खाली भएको रेभेन्यू फर 2023 हेर्दै हुनुहुन्छ, जुन यहाँ खाली छ। यो खालीमा तपाईँले क्लिक गर्नुहुन्छ भने यो पेज खुल्छ र यहाँ अब जुन डिमान्ड गरेको हुन्छ पोले 83, 84 जुन डिमान्ड गरेको हुन्छ, अब यो कसरी भर्ने, यो तपाईँको जो पुरानो हुनुहुन्छ उहाँहरूले भर्नुपर्ने हुन्छ। जो अहिले फिलहाल यो वर्ष हुनुहुन्छ उहाँले त 0.00 गरेर सेन्ड इ डिक्लेरेसन गर्न सक्नुहुन्छ। तर जो पुरानो हुनुहुन्छ 2-3 वर्ष भइसक्यो उहाँले भर्दै हुनुहुन्छ भने गत वर्षको पनि भर्नु पर्यो। अहिले अब 2024 मा भर्दै हुनुहुन्छ भने 2023 को, 25 मा पुग्दा 2024 को, 26 मा पुग्दा 25 को, मतलब रेभेन्यू फर 2024, 25, 26 यस्तै बढ्दै जान्छ। ठिक छ। अब जुन तपाईँलाई जुन मागेको हुन्छ, जस्तै अहिले मागेको छ पोले 83, अनि यो पिट 37 को जति रकम छ त्यही रकम लगेर त्यहाँ राखिदिने हो। अनि सिम्पली सेन्ड इ डिक्लेरेसन सेभ गरेपछि तपाईँको फाइनल्ली पिट 37 मा कन्भर्ट हुन्छ र यस्तो पेजमा तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँबाट तपाईँले सिम्पली यहाँ गएर सेभ गरेर अनि त्यसपछि यहाँ गएर तपाईँले सेयर, व्हाट्सएप, मेसेन्जर जहाँ पनि सेभ गर्न सक्नुहुन्छ। अब हामी यहाँबाट सिक्नेछौँ बच्चाको फर्म कसरी भर्ने। अघि जति पनि हामीले सिक्यौँ त्यो सिङ्गल थियो र अब यहाँ बच्चाको फर्म कसरी भर्ने त्यो पनि हामी सिक्नेछौँ। त्योभन्दा पहिला म तपाईँहरूलाई केही सानो जानकारी दिन्छु। फर्स्ट बच्चा छ भने 1112 जुलौती पाउनुहुन्छ, सेकेन्ड बच्चा छ भने पनि 1112 जुलौती पाउनुहुन्छ, तर तेस्रो बच्चा छ भने तपाईँको 2000 एकैचोटि पाउनुहुन्छ, तर चौथो बच्चा पनि छ भने 2700 पाउनुहुन्छ। अब 5, 6, 7 जति भए पनि अब 1112 जुलौती
फर्स्टले सेकेन्डले पनि त्यही 1112 जुलौती र थर्डले 2000 प्लस पाउँछ। तर चौथो बच्चा छ भने त्यो 2700ले एड हुँदै पाँचवटा छ भने पनि 2700ले एड हुँदै हुँदै जानेछ। यो सानो जानकारी। गाइज अब हामी टपिकतिर जानेछौँ। बच्चाको फर्म कसरी भर्ने, अघि जसरी भर्नुभयो त्यसरी नै यो पनि भर्ने हो। इन्डिभिजुअल गिभिङ अ टेस्टमनी नेक्स्ट गरेर फेरि यो पेज खुल्छ। त्यसपछि तपाईँहरूले अघि नै भिडियोमा हेरिसक्नुभयो र फर्महरू भरिसक्नुभयो अथवा बुझिसक्नुभयो, त्यसरी नै यो पनि फर्महरू सबै बिस्तारै हेर्दै जानु। यो फर्महरू सबै तपाईँले अघि नै हेरिसक्नुभयो। यो यसरी नै भर्दै भर्दै जाँदा अब हामी यहाँ मेनमा आइसक्यौँ। यहाँदेखि बच्चाको अब स्टार्ट हुन्छ। यहाँ के छ, रिलाइ फर रेजिङ चिल्ड्रेन, बच्चा पालनको लागि जुन गभर्मेन्टले दिन्छ। अब हामी यहाँबाट सुरु गर्नेछौँ। त्यसपछि तल आएर नेक्स्टमा क्लिक गर्नु। यो पेजदेखि अब तपाईँको बच्चाको फर्म भर्ने स्टार्ट हुन्छ। कम्प्लिट योर चिल्ड्रेन डिटेल्स प्लस एड अ चाइल्ड। जतिवटा बच्चा छ यो पेजमा आउँदै, अब एउटा छ भने एउटाको भर्नुहोस्, फेरि सेकेन्डमा यो पेजमा आएपछि फेरि एड गर्नुहोस् अनि नेक्स्ट गर्नुहोस्। यसरी 2टा 3टा जति भए पनि यस्तै भर्दै जान सक्नुहुन्छ। बट अहिले म एउटा बच्चाको भर्दैछु, सो प्लस एड गर्छु र नेक्स्टमा क्लिक गर्छु। अब यस्तो पेज खुल्छ। यहाँ फर्स्ट नेम अनि लास्ट नेम अनि डेट अफ बर्थ छ। अनि जसरी यो इक्जाम्पल मैले भरेको छु त्यसरी नै तपाईँहरू पनि भर्नुहोस्। यसै पेजको तल तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। आई विल इन्टर द डेडिकेसन एमाउन्ट फर द ट्याक्स पेयर माइसेल्फ। यसमा क्लिक गर्नुहोस् अनि तल अल इयर राउन्ड भनेर यसमा क्लिक गर्नुहोस् अनि सर र तल आएर सेभ गर्नु होला। यो पेजमा आइसकेपछि सुरुमा तपाईँको बच्चाको नाम हेर्न सक्नुहुन्छ र डेट अफ बर्थ अनि पैसा कति छ त्यो, अनि बिचमा प्लस एड अ चाइल्ड भनेर छ। अब एउटा बच्चाको भरिसक्नु भयो। अब तपाईँको 2टा बच्चा छ भने यसैमा नै प्लस एड अ चाइल्डमा क्लिक गरेर नेक्स्ट गर्नु होला। जतिवटा बच्चा भए पनि यो पेजमा आउँदै अनि यहाँ प्लस एड अ चाइल्ड नेक्स्ट गर्दै भर्न सक्नुहुन्छ। अब अनि लास्टमा तल हेर्न सक्नुहुन्छ 2टा ब्राकेट छ। फर्स्ट ब्राकेटमा क्लिक गर्नुहोस्, त्यसपछि नेक्स्ट गर्नु। बच्चाको फर्म भरिसकेपछि जब यो पेज खुल्छ यहाँ हेर्न सक्नुहुन्छ इन्फर्मेसन एबाउट योर स्पाउस डाटा, स्किप टु नेक्स्ट इफ यु आर नट म्यारिड। तर तपाईँ म्यारिड हुनुहुन्छ, त्यही भएर त तपाईँको बच्चा छ। सो त्यसले गर्दा स्किप नगरिकन द स्पाउस फाइल पिट ओमा क्लिक गर्नुहोस् अनि नेक्स्ट गर्नु। यो फाइलमा आइसकेपछि द स्पाउस फाइल पिट ओ, यो पिट ओ हो, पिट 0 चाहिँ हुँदैन, पिट 0 को कुनै फर्म हुँदैन। अनि त्यसपछि जसरी मैले इक्जाम्पलको लागि यो भरेको छु, लास्ट नेम मतलब तपाईँको फर्स्ट नेम तपाईँको नाम, त्यसपछि हाम्रो अब जसरी बच्चाको पेसल नम्बर छैन भने, वाइफको पनि छैन भने सिधै तपाईँ डेट अफ बर्थमा गएर वाइफको डेट अफ बर्थ चाहिँ हालेर नेक्स्ट गर्न सक्नुहुन्छ। त्यसपछि नेक्स्ट गरेपछि यो पेज खुल्छ। तपाईँको बच्चाको माथि हेर्न सक्नुहुन्छ एमाउन्ट आएको र त्यसपछि टोटल एमाउन्ट तपाईँको ट्याक्स रिफन्ड आएको र बच्चाको एड गरेर टोटल 4712 जुलौती जसरी यहाँ आएको छ तपाईँको नै आउँछ। रिलाइ फर चिल्ड्रेन जुन गभर्मेन्टले प्रोभाइड गरेको हुन्छ। त्यसपछि यो पेजमा आउनुहुन्छ आई डोन्ट वान्ट टु रिपोर्ट एनी बिल। यसमा चाहिँ नेक्स्ट नगर्नु होला। तपाईँको नाम जुन छ त्यसमा गएर नेक्स्ट गर्नु होला। यो एकदमै ध्यान दिनु होला, ठिक छ, नआत्तिकन। त्यसपछि तपाईँको नाम छ, त्यो नाममा क्लिक गर्ने बित्तिकै यो फाइल खुल्छ। यहाँ फुल एकाउन्ट नम्बर BAN, यसमा चाहिँ तपाईँको एकाउन्ट नम्बर जसरी इक्जाम्पलको लागि मैले यहाँ हालेको छु तपाईँले यसरी हाल्नु होला। त्यसपछि अटोमेटिक तपाईँको नाम तल आउँछ। इफ एकाउन्ट नम्बर मिस्टेक भएको छ भने तपाईँको नाम आउँदैन। सो त्यसले गर्दा तपाईँको एकाउन्ट एकदमै राम्रोसँग विचार गरेर 2-3 चोटि रिचेक गरेर हाल्नु होला। त्यो सबै फर्महरू फिलअप गरिसकेपछि यो फाइल आउनुभन्दा पहिला एउटा अझै आउँछ डोनेसन। अब संस्थाहरूलाई तपाईँले डोनेसन गर्न सक्नुहुन्छ, चाहने इच्छा भएकोले 1.5%ले चाहिँ डोनेसन तपाईँको जानेछ। इफ चाहनुहुन्न भने सिधै केही पनि फाइलमा टच नगरिकन नेक्स्ट गर्नु। यो पेज खोलिसकेपछि यहाँ केही इन्फर्मेसन दिएको हुन्छ। तपाईँको टोटल एमाउन्ट 1 इयरमा जुन इन्कम भएको छ र तपाईँले अहिले पाउनुपर्ने रकम चाहिँ तल हेर्न सक्नुहुन्छ यहाँ। त्यसपछि सिम्पली तल आउनुहोस् र नेक्स्ट गर्नुहोस्। नेक्स्ट गर्ने बित्तिकै तपाईँ यो पेजमा आउनुहुन्छ। यो पेजमा आउनु बित्तिकै रेभेन्यू फर 2023, यसमा हामीले पिट 37, पिट 11 होइन कि पिट 37 डिक्लेरेसन जुन हामी गत वर्ष बनाएको थियौँ लास्ट इयरमा, त्यही ल्याएर हामी यहाँ भर्ने हो। अनि पेन्सलको आइकनमा जब क्लिक गर्नुहुन्छ तब यो पेज खुल्छ। यो पेजमा म पिट 37 कहाँ लेखेको छ,
पिट 37 जहाँ लेखेको छ त्यहाँ पोले 83 लेखेको छ। अब यो पिट 37 को डकुमेन्टमा गएर यहाँ पोले 83 मा कति रकम छ त्यही रकम सिम्पली ल्याएर यहाँ अनि सेन्ड ई डिक्लेरेसन गर्न सक्नुहुन्छ। अब पोले 84 मागेको छ भने यो रकम लगेर त्यहाँ राख्ने हो, ठिक छ। मतलब पिट 37 को डकुमेन्टमा जुन रकम मागेको हुन्छ त्यही रकम लगेर हामीले यहाँ सिम्पली सेन्ड ई डिक्लेरेसन गर्नुपर्छ। यदि तपाईँसँग पिट 37 छैन, तपाईँ नयाँ हुनुहुन्छ, बल्ल 1 वर्ष मात्रै भयो भने तपाईँले 0.00 यो इक्जाम्पल जस्तै गरेर सेन्ड ई डिक्लेरेसन गरिसकेपछि तपाईँको प्रोफाइलमा यो खुल्छ। यसको मतलब तपाईँको पिट 37 बनिसक्यो, कङ्ग्रेचुलेसन। अब यहाँ पिट 37 पनि पिट ओ पनि सबै बनिसक्यो। अब यसलाई हामीले कसरी सेभ गर्ने, किनकि आउने फ्युचरमा यो एकदमै इम्पोर्टेन्ट छ। सो यसलाई सेभ गर्नको लागि सिम्पली पेन्सिलको आइकनमा क्लिक गर्नुहोस्, त्यसपछि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। अनि मेन कुरा तपाईँलाई म के जानकारी दिन्छु, यो क्रिएट कपीमा तपाईँले फेरि यो फर्मलाई जस्तै अब कोही भर्दा मिस्टेक गर्नुहुन्छ, ओ याद आउँछ सिट मैले त मिस्टेक गरेँ, अनि फेरि ब्याक भएर तपाईँले आएर क्रिएट कपीमा गएर फेरि सच्याउन सक्नुहुन्छ। अब सिम्पली म यहाँ सेभ गर्न सिकाउँछु तपाईँहरूलाई। सेयरमा क्लिक गर्नुहोस्, त्यसपछि सेयर PDF फाइल छ यहाँ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको फोनमा यस्तो आउँछ। अब यहाँ ड्राइभमा, जिमेलमा अनि मेसेन्जरमा, वाट्सएपमा कता राख्न चाहनुहुन्छ तपाईँले सिम्पली यसलाई क्लिक गरेर सेभ गर्न सक्नुहुन्छ। अनि मेन कुरा तपाईँहरूलाई जानकारी दिन चाहन्छु कि जस्तै अब तपाईँसँग पिट 11 तपाईँको कम्पनी अथवा इम्प्लोयले दिएको छ भने अब त्यसलाई लिएर तपाईँ मेनुअल ट्याक्स अफिसमा जानुहुन्छ भने 90 दिनभित्रमा तपाईँको रिफन्ड आउँछ भने यो ई पिट एप्लिकेसनबाट भर्नुहुन्छ भने 45 दिनभित्रै तपाईँको पैसा रिफन्ड आउने गर्छ। आशा गर्छु तपाईँहरू यो भिडियो लास्टसम्म हेर्नुभयो बिना स्किप गरिकन। अब आउने वर्षहरूमा अथवा अहिले जो अब कति व्यक्तिहरूले भर्नुभएको छैन भने भर्नुहुन्छ, मलाई आशा छ। र यो भिडियोले धेरै नै हेल्प गरेको छ भन्ने म आशा गरेको छु। आजको भिडियोबाट म बिदा हुन्छु, अनि फेरि नेक्स्ट टपिक फेरि यस्तै इन्फर्मेसन लिएर आउनेछु। बाई बाई साथीहरू, आफ्नो ख्याल राख्नु होला।